गाई चुप्पो लागेर एकछिन चुप्पो लाग्नु ल, चुप्पो लागेर सुन्नु ल। पाथिभरा रक्षा गर्नुहोस् भगवान। सुन्नुभयो गाइज, सानोमा मलाई शङ्ख फुकेको एकदम डर लाग्थ्यो है। शङ्ख फुकेको सुन्दै थिएँ, यता नानीहरूको जस्तै मम्मी 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 भन्ने यस्तो आवाज हो, अम्बो कसम गाइस यस्तो मुटु टुक 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 भएको छ नि। कसम मान्छेले भन्थ्यो होइन, तर मलाई रियलमा भएर अम्बो ए भगवान, म त डर लागेर कसम यस्तो भयो कि मुटु नै ढुक 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 ढुक। यस्तो डर लागेर ढुक ढुक ढुक। सुन्नुभयो गाइस तपाईँहरूले, म शङ्ख फुकेको जहिले सुन्छु क्या, मलाई ओभर मनपर्छ। सानोमा ओभर डर लाग्थ्यो है, शङ्ख फुकेको ओभर डर लाग्थ्यो होइन। अहिले त शङ्ख फुकेको सुन्दाखेरि क्या त्यो हुन्छ नि, त्यो मजा आउँछ। मजा भन्नाले त्यो
अब कस्तो भनौँ न, अब त्यो सुन्नु दामी लाग्छ क्या। अब सानोमा डर लाग्ने है, अहिले त्यही शङ्ख फुकेको सुन्दाखेरि अब मजा लाग्ने क्या। अब त्यो एउटा समय हुन्छ, त्यो शङ्ख फुकेको सुन्दा सुन्दै यहाँनिर मम्मी 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 भनेको त्यो कसम गाइस यार, मुटु नै अहिले पनि ढुक 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 अहिले पनि ढुक 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 भइरहेको छ गाइस। पाथिभरा माता रक्षा गर्नुहोस् गाइस। म चाहिँ निद्रा नलागेर चटपट 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 के गर्नु है। एक्कासी है अम्बो त शङ्ख फुकेको सुन्नु पर्यो भनेको शङ्ख फुकेको सुन्दै थिएँ है। मम्मी 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 भनेको जस्तो त्यो बच्चाले क्या त्यो आवाज गरेको आयो कि क्या डर लाग्यो गाइस। कसम गाइस, मुटु नि ढुक 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 भइरहेछ गाइस यार। अम्बो कसम म त